अनि आज चाहिँ हामी कमल पोखरीमा छौँ। आएको छ यहाँ चाहिँ मेरो साथीहरूसँग आएको यता हामी खाँदैछौँ है। कति मजाको छ, कति आनन्दको ठाउँ छ है त। अनि फोटो खिच्नु परेन त? ए ला भिडियोमा नि यति अब यस्तै छ गाइस, हाम्रो चाहिँ सानो तिनो ड्राई पिकनिक भनेको यही हो। कति मजाको छ गाइजहरू। ल एकछिनमा भेटौँ है खाने बेलामा। दिदीको यहाँ 2000 रुपियाँ पैसा छ। ओ यो खाने होला नि हो त नि, खाऊँ न त। म खाएर गाइस। यो पनि छिटो छिटो खानुपर्छ है। ओइ मैले एक्चुअली के तिलो दाला यस्तो गरेको। कति आनन्द छ। ए अँ त ओइ चेस गरौँ न। गाडीले खान्छ। ल चियर्स। ल खाऊ त, कस्तो हुँदो रहेछ। कस्तो हुँदो रहेछ कोक? कस्तो हुँदो रहेछ कोक? गुलियो पो हुँदो रहेछ। चिसो नि छ? चिसो पनि हुँदो रहेछ। गुलियो छ हेर त। फ्रिजमा राखे होला है। एकछिनमा कोक खाइसक्यो अनि मिठो हुँदैन ल। यो नि खाने है हामी अब। मैले कि पहिला तिलो दालाई यो एकछिनमा खान्छ भनेर पानीमा डुबाइदिएको। हे बा हो दिमाग छैन। पानीमा डुबाएर अनि यो यस्तो कस्तो हुन्छ त? तपाईँहरू भन्नुहोस् त। हाम्रो मुना एकदम सोझी, सबैभन्दा मोटी, सबैभन्दा स्लिम। ल है हामी चाहिँ यता कमल पोखरीतिर छौँ। तपाईँहरू पनि एकदम आनन्दको भ्यू हेरी सादा यसो खान सक्नु के के गरे होइन। फोहोर पो त हेर्नु त। यस्तो फोहोर चाहिँ नगर्नु है। ओइ कति मजाको देखेको यो ताल। यता चाहिँ हामी बसेको छौँ। मजा फुल चाहिँ हामी त फुलमा फोटो खिच्ने भनेर आएको गाइस। फुलै सकिसकेछ। ल अब एकछिनमा हजुर सबै त्यो कन्टेन्ट के भन्छ नि पानी त्यसको होइन यो अब तिम्रो कोक आटा उटा खाइदिएर सङ्गीताको फेरि खाऊ न त नि। ए अँ मेरो पनि खोलिदेऊ न। थ्याङ्क यू। यिनीहरू के बोल्छ है गाइस? यिनीहरू बोल्नु आउँदैन। मिठो रहेछ। कस्तो रहेछ? मुना कस्तो छ? एकदम मिठो। कति छ? काठ पनि खानु। ल सबै टोक्नु न। यो केटो नखाने काठमा त खाने हो मात्रै। पागलहरू छ होइन। म चाहिँ एकछिनमा भेट्छु है तपाईँहरू नि फेरि अलिक पागल हुन्छ नि फेरि। अब यस्तै हो। आज चाहिँ हामी रमाइलो आनन्द गर्छौँ। उसले चाहिँ राम्रो लाउँछ। ऊ कानमा घाँटीमा पनि लगा होइन। कति सेतो देखे। रङ फेरि त के हो त? छेपारोले जस्तो। ल यहाँ मेरो बिचमा थिच्यो त। के गर्नु भएको हो यो कुरा चाहिँ थाहा भएन। त्यहाँबाट टिप्दै यता हाल्नु भएको थियो।
कति वेट रहेछ हौ तपाईँको छैन 30 केजी त हो अनि न त जुत्ता कसरी त्यस्तो थ्याचक्कै भयो त समेता बसिदियो होला नि खै आउ कसरी आउनु जुत्ता पनि कति मजाको ठाउँ छ पोज दिन त पोज ल ठिक छ ओइ यहाँबाट कतै जानु मन नलाग्यो है शीतल के अघि घाम सम्झ अनि यो शीतल है अनि उयो कुल्फी गाइजहरू हामीले चाहिँ यति नै खान सकेनौँ सबैजना डाइटिङमा रहेछ डाइटिङमा हुने मान्छेहरू हुँदै गए 0 फिगर हैन 1 फिगर वान होइन 1.6 पुग्न लाग्छौँ पानी मात्र खान्छु हामी चाहिँ बसेको छौँ कति आनन्दको उभन उभिएर यहाँदेखि तर कति शीतल आनन्दको ठाउँ है कति मजाको मेरो त नबनाऊ ल ल ल म त्यहाँ हिँड्छु है हिँड्नु हेर्नु है भन्ने एकचोटि नाच्थ्यौ न यो देखाउनु यो पानीको वेभ क्या पानीको वेभ यो पाउँछ मैले त तपाईँ लैजानु न अनि मेरो ब्याग छैन कहाँ नखाएर न भरे खानुहुन्छ सामान मोबाइल खोला है कता खायो 3 बटल ओइ रच न खानुहुन्छ क्या ल ल मेरो ब्यागमा लगाइदिनु कोहीले नि नलाने अरे म लैजान्छु म खाइरहन्छु है मुना मोबाइल खस्छ भने डर लाग्यो खस्यो भने त खसिहाल्यो नि है अब हेर्नु त कति मजाको सानो छतमा बसेर मन पोखिन्छ हावासँग टाढा घरका धुवाहरू गीत जस्तो तैरिन्छन् साथ साथ दराजमा पुराना नोटबुक सपनाका अक्षरहरू अझै बाँकी छन् अधुरा पान म जस्तै अधुरा भावहरू रात पर्खाँदैछ चैया ठन्डा हुँदैछ शहरको आवाज भित्र मेरो मन तबक्दैछ काठमाडौँ तिम्रो हावा अझै पुरानो गीत गाउँछ बाखुरामा हामी चाहिँ अब यहाँबाट निस्केको मैले बताउनु यहाँबाट निस्किनै हामी चाहिँ उयो कति घाम लाग्यो नि यहाँको कति मजा थियो नि त कति मजा कति धेरैजना आउनु भयो ए 10 दिन चाहिँ कता होला नि ओइ लिग न यो एकचोटि ला के रहेछ ल म अब हिँड्छु यतिकै बनाऊ ल नमस्ते तिम्रो हावा अझै पुरानो गीत गाउँछ बाखुरामा वेलकम टु माई ब्लग भनेको ल बाइक गेट हो त्यो कुन यो परेला निकाल्दियो न देखाइदिउँ न खोइ यो परेला ननिकालेको चाहिँ गाई सबै कति भइसक्यो रे ल है ल म
मजाको छ त्यही बसेको त शीतलले अँ यस्तो गर्नुभएको उ त्यहाँनिर जुम गरेर जानु न कमल पोखरी पल्लोमा हेर फुलेको एउटा कता ऊ पर ए अँ ल गाइज अब आजको भ्लग चाहिँ यतितिर इन्ड गरौँ होला अब हामी घर जान्छौँ धेरै नै घाम लाग्यो है आजको भ्लग चाहिँ यतितिर इन्ड गरिदिउँ है ल सबैले बाई बाई गरिदिउँ न त मलाई माया गर्नु होला ल ल बाई त अब फेरि पछि भेटौँला है त एकचोटि भ्यू हेर्नु ल लास्टमा बस्नु है म यहाँबाट बनाउँछु हट्नु त म यहाँ भ्यू देखाउँछु अक्षरहरू अझै बाँकी छन् अधुरा पान म जस्तै अधुरा भावहरू रात पर्खाँदैछ यहाँ ठन